ल गाइज आज फेरि म धेरै लामो समयको अन्तरालपछि लाइभ भन्न मुखबाट झुकेर फुत्केछ यहाँ माथि समुद्र यो बङ्कर हो अहिले इजरायलले हानेको मिसाइलले पनि यसलाई केही गर्नेवाला छैन यो चाहिँ माल्टाको अन्डरग्राउन्ड हो ल है अब ब्लग सुरु भयो मेरो पैसा त थियो नि अब यहाँ गाडी कति बेला आउँछ ल्याउनु भएछ त तर त्यो बस यता आउनु पर्ने बस हो 71 यहाँ छ त यो है बस भेटियो फेरि लामो समयको प्रतीक्षापछि बस भेटियो तपाईँको एउटा दुईवटा कुरा भनिदिनुहोस् धेरै एकदम हाम्रो चाहिँ घाम धेरै भएको थियो घामले एकदम चर्को बनाएर बल्ल बल्ल बस फेला पाइयो आनन्द भएको छ कहाँ जाने होला हजुर अब हामी त यो बस चाहिँ कहाँ पुऱ्याउँछ हेरौँ हजुर गोरुको रेटो होला नि गोरुको रेटो जाने हामी ल भर्खरै फेरि पनि हामी यो आइसक्रिमको मजासँगै अब फेरि डुङ्गामा चढ्ने भनेको तर हाम्रो दाजुले भटभटे चढाउँछु भन्ने कुरा नि गर्नु भएको छ अब होइन अब डुङ्गा अब धेरै चढ्यो अब भटभटे चढौँ खान मिलेन भिडियो गर्दाखेरि खान मिलेन क्या त्यही भएर यस्तै खाइदिन्छु ल बा भिडियो ल कस्तो मिठो भयो दामी छ ओहो पौडी खेल्ने मान्छे कति धेरै हो यहाँ देखा त उता पनि कहाँबाट आइम दामी रहेछ ठाउँ त दाइ कता हो त जाने उता हो लामो भएन रे त यहाँ त लामो भएन पुरीहरू यहाँ पुरै पौडी खेल्दा छन् हामी यहाँ पुरा यात्रामा छौँ है यात्रा पौडी पनि खेलिरहेका छन् कता हेर गुड्डु This is the Blue Grotto, and now we are under the main road. Main road is above us, Okay. and no echo. If you want to show it, please. Oh Madan